फेरि त्यही वर्ल्ड कप, फेरि त्यही म्याच, फेरि त्यही रिजल्ट, फेरि त्यही डिसअपोइन्टमेन्ट। अब अघिल्लो पालि साउथ अफ्रिकासँग हामीले 1 रनले हार्दाखेरि हाम्रो टिममा केही कमी कमजोरी थियो, केही गल्ती थियो भनेर हामीले पोइन्ट आउट गर्न सक्थ्यौँ। एउटा के अरे कुनै मान्छेले चाहिँ नराम्रो गरेको छ भने पोइन्ट आउट गर्न सक्थ्यौँ र तर हिजोको म्याचमा हेर्ने हो भने कसलाई दोष दिने, कसको गल्ती थियो हिजोको म्याचमा, जसले गर्दाखेरि नेपालले हार्यो। तपाईँले त्यो भन्न सक्नुहुन्छ? त्यो रोहित पौडेलको गल्ती पनि थिएन, त्यो आसिफ शेखको गल्ती पनि थिएन, त्यो गुलसन झाको गल्ती पनि थिएन। त्यो गल्ती कसको थियो भन्दाखेरि नेपालले त्यति धेरै एक्सपोजर पाएको छैन, नेपालको टिम त्यति धेरै एक्सपिरियन्स छैन त्यत्रो प्रेसर ह्यान्डल गर्न सक्ने। र लास्ट ओभरमा आएर स्याम करनले जुन बलिङ गरे, एउटै लेन्थमा 6 नैवटा बल जुन गरे, त्यसले गर्दाखेरि नेपालले म्याच हार्यो। हिजोको म्याच पछाडि चाहिँ एउटै प्लेयरको नै सबैतिर चर्चा छ र म पनि यही प्लेयरको नै तारिफ गर्न चाहन्छु सबसे पहिला त लोकेश बमले जुन हिसाबले आएर फिनिस गरे इनिङलाई, त्यो एकदमै बवाल थियो। जोफ्रा आर्चरलाई उनले यसरी सिक्सेसहरू हाने र जोफ्रा आर्चरको रियाक्सन जुन थियो यसरी यस्तो गरेर त्यो के अरे नेपाली ब्याट्सम्यानहरूलाई के अरे जोफ्रा आर्चरले, आदिल रसिदले र ह्यारी ब्रुक एज अ क्याप्टेनले नै एकदमै कमजोर सोचेको थिए होला। तर नेपाली ब्याट्सम्यानहरूले चाहिँ हाम्रो पनि स्ट्रेन्थ यो हो भनेर चाहिँ प्रुभ गरेर देखाए हिजोको म्याचमा। आरिफ शेखले लामो लामो छक्का हाने जोफ्रा आर्चरलाई र त्यो पछाडि कुशल भुटेलले चौकै चौका 1 ओभरमा 3 चौका हाने जोफ्रा आर्चरलाई नै। र दिपेन्द्र सिंह ऐरीले आदिल रसिद जस्तो बलर, आदिल रसिद भनेको के अरे विकेटलेस नै नजाने, हरेक म्याचमा विकेट लिने बलरमा पर्छ र एकदमै इकोनोमिकल बलिङ गर्ने बलरहरूमा पर्छ। र आदिल रसिदलाई दिपेन्द्र सिंह ऐरीले डिस्ट्रोय गरिदिए, उनलाई चौका हाने सबैतिर नै बााउन्ड्रीमा कट सट उनले ब्याकफुटमा गएर स्पिन बलिङलाई लेग कटरहरूलाई जुन हिसाबले खेलेर बााउन्ड्री पछाडि पुऱ्यायो, त्यो एकदमै इन्क्रेडिबल थियो। र रोहित पौडेलको इनिङको कुरा गरौँ, रोहित पौडेलले पनि राम्रोसँग इनिङलाई एङ्कर गरेको, स्ट्राइक रेट कम थियो, रन थोरै बनाए, तर के अरे मिडल अर्डरमा आएर राम्रोसँग नै दिपेन्द्र सिंह ऐरीसँग चाहिँ राम्रो पार्टनरसिप गरेको हो। टोटलमा भन्नुपर्दा दिपेन्द्र सिंह ऐरी र रोहित पौडेलको 82 रनको पार्टनरसिप भएको थियो 54 बल्समा। र इन्डिभिजुअली कुरा गर्नुपर्दा रोहित पौडेलले 39 रन बनाए र दिपेन्द्र सिंह ऐरीले 44 रन बनाए। म हिजो एकदमै के अरे रियाक्सनले स्पिचलेस भएको थियो, त्यही भएर मैले सोसियल मिडियामा केही इन्टरेक्सन गर्न पनि सकिनँ, भिडियो बनाउनु पनि सकिनँ। र आज चाहिँ अब फेरि त्यो म्याचलाई रिपिट गरेर हेर्दाखेरि हिजो मैले इमिडिएट उसमा चाहिँ म्याच पछाडि चाहिँ अब कसैलाई दोष दिएको थिएँ होला, तर हिजोको म्याचलाई फेरि आज रिकल गर्दाखेरि चाहिँ सोच्नुपर्दा कसैको पनि दोष थिएन। स्टार्टिङमा कुशल भुटेल जस्तो ब्याट्सम्यानले जोफ्रा आर्चर जस्तो बलरलाई जसरी बााउन्ड्री हिट गरेको थियो त्यो पनि इन्क्रेडिबल थियो। अब आसिफ शेख अगाडि नै आउट भएर गएको थियो। रोहित पौडेलको कुरा गर्ने हो भने रोहित पौडेलले इनिङलाई राम्रोसँग एङ्कर गरेको हो, रन चाहिँ थोरै कम बनाए तर एङ्करिङ राम्रोसँग गरेको हो। दिपेन्द्र सिंह ऐरीले धेरै राम्रो खेलेको हो। र गुलसन झालाई तपाईँहरू धेरैले ट्रोल गर्नु होला, तर गुलसन झालाई त्यो लास्ट बलमा कि त बााउन्ड्री हिट गर्नै पर्ने थियो कि त 2 रन लिनै पर्ने थियो, किन भन्दाखेरि लास्ट ओभरमा लोकेश बमलाई स्ट्राइक पनि दिनुपर्ने थियो। त्यही भएर गुलसन झासँग त्यति धेरै अप्सन पनि थिएन, तर गुलसन झा यङ भएर उनले प्रेसर ह्यान्डल गर्न नसकेर बोल्ड आउट भए। त्यसमा पनि म के अरे केही भन्दिनँ, गल्ती भन्दिनँ। तर यदि साँच्चीकै नेपालले केही इम्प्रुभ गर्न पर्छ भने चाहिँ त्यो भनेको चाहिँ डेथ बलिङ हो। नन्दन यादवले धेरै नै राम्रो बलिङ गरेको थियो, तर करेन पेसीको चाहिँ लास्ट ओभरमा गएर चाहिँ राम्रो बलिङ भएन, जसले गर्दाखेरि नेपालले 15-20 रन नै एक्स्ट्रा खायो। र त्यही भएर नेपालले के अरे नेपाल चाहिँ अलि ब्याकफुटमा गयो, धेरै रन स्कोर भएर। अहिले जुन इन्डियन च्यानलहरूमा एड चलिरहेको छ इन्डियाले 300 रन हान्न सक्छ कि सक्दैन, इन्डियाले यो टिमको अगेन्स्टमा नामिबिया नेदरल्यान्डहरूलाई देखाएर 300 रन हान्न सक्छ कि सक्दैन भनेर भनिरहेको छ। अब साँच्चीकै भन्नुपर्दा यो वर्ल्ड कप चाहिँ एसोसिएट क्रिकेटको टिम्सले चाहिँ डोमिनेट गर्न पर्यो। जसरी अस्तिको म्याचमा नेदरल्यान्डले पाकिस्तानलाई जसरी टफ फाइट दिएको थियो, त्यो पछाडि स्कटल्यान्डको पर्फर्मेन्स राम्रो भएको थियो र बेलुका युएसले त लगभग इन्डियालाई हराउने नै जस्तो देखिन्थ्यो पहिलो इनिङमा चाहिँ। र यो 2 दिनको वर्ल्ड कपको समरी गर्नुपर्दा एसोसिएट क्रिकेटले एकदमै राम्रो पर्फर्म गरिरहेको छ। र इन्डियाले जुन एड चलाइरहेको छ 300 रन बनाउन सक्छ कि सक्दैन नेदरल्यान्डको अगेन्स्टमा भनेर, त्यो चाहिँ एकदमै गलत हो। अब एसोसिएट क्रिकेटले चाहिँ प्रुभ गर्नुपर्छ, वर्ल्डमा चाहिँ एसोसिएट क्रिकेटले पनि ठुल्ठुलो टिम्सहरूलाई चाहिँ टक्कर दिन सक्छ भनेर प्रुभ गर्नमा चाहिँ नेपालले पनि ठुलो कन्ट्रिब्युसन प्ले गरेको छ। र हिजोको म्याच पछाडि चाहिँ ठुला स्टार्सहरूले चाहिँ नेपालको बारेमा पोस्ट गरिरहेका छन्। सबै क्रिकेट फ्रेन्चाइजेसहरूले
क्रिकेट टिम्सहरूले ठुल्ठुलो प्लेयर्सहरूले पोस्ट गरिरहेको छन् र डेल स्टेनले त साँच्चीकै के अरे यदि केही गरी तपाईँहरूलाई मेरो एक्सपर्टिज चाहिन्छ भने, मेरो केही हेल्प चाहिन्छ भने म हेल्प गर्नलाई चाहिँ सधैँ तयार हुनेछु भनेर पोस्ट गरेका थिए। 14th ओभरसम्म आइपुग्दा नेपाललाई चाहिएको थियो 36 बलमा 62 रन। यो सिचुएसनमा हेरेर इङ्ल्यान्डको अझ आदिल रसिदको ओभर बाँकी छ, जोफ्रा आर्चरले बलिङ गर्न बाँकी छ, लुक वुडले बलिङ गर्न बाँकी छ, स्याम करन जसले इकोनोमिकल बलिङ गरे त्यसले बलिङ गर्न बाँकी छ। त्यो हिसाबमा यो के अरे इक्वेसन जुन थियो यो चाहिँ एकदमै नेपाल चाहिँ ब्याकफुटमा गइसकेको थियो यहाँबाट चाहिँ। तर रोहित पौडेलको विकेट गए पछाडि लोकेश बम आए र लोकेश बमले जुन हिसाबले हिट गर्न सुरु गरे, छक्का चौका हान्न सुरु गरे, त्यो चाहिँ एकदमै इन्क्रेडिबल थियो। लोकेश बम आउनुभन्दा अगाडि 59 रन चाहिएको थियो 26 बलमा र लोकेश बमले 39 रन बनाए 20 बलमा नै। यस्तो दामी खेले, यस्तो दामी फिनिसिङको प्रदर्शन गरे, आफ्नो पावर हिटिङ क्यापेबिलिटीलाई चाहिँ प्रुभ गरे र नेपाल टिममा चाहिँ के अरे एउटा खतरा पावर हिटर छ भनेर चाहिँ प्रुभ गरे। र लोकेश बम र गुलसन झाले त्यो बेलामा ब्याटिङ गरिरहेको थिए र लोकेश बमले त्यहाँबाट चाहिँ 7 बलमा चाहिँ 10 रन चाहिएको थियो। त्यो पछाडि र गुलसन झाले स्ट्राइक पाउँदाखेरि चाहिँ गुलसन झाले चाहिँ लास्ट बलमा चाहिँ प्रेसर ह्यान्डल गर्न सकेनन् अथवा के अरे बााउन्ड्री हिट गर्ने त्यति धेरै प्रेसर थियो, जसले गर्दाखेरि चाहिँ उनी बोल्ड भए र लास्ट ओभरमा 10 रन चाहिएको थियो। र लास्ट ओभरमा 10 रन पनि इम्पोसिबल कुरा थिएन। तर स्याम करनले जुन हिसाबले 6 नैवटा बल एउटै ठाउँमा यर्कर लेन्थमा के अरे लो फुल टच भनौँ अथवा यर्कर लेन्थमा भनौँ बलिङ गरे 6 नैवटा बल, त्यो चाहिँ लोकेश बमले के अरे बााउन्ड्री कटाउन सकेनन्। जोफ्रा आर्चरलाई स्ट्रेट 6 हानिरहेको थिए, फुल सर्ट हानिरहेको थिए, हरेक कुनामा के अरे बााउन्ड्रिजहरू हिट गरिरहेको थिए। तर स्याम करनको स्लो बललाई चाहिँ उनले हिट गर्न सकेनन्। र एउटा के अरे प्रेसरमा गलत डिसिजन चाहिँ के भन्न सकिन्छ भन्दाखेरि करन चाहिएको बेलामा चाहिँ 1 रन लिएको भए चाहिँ करन केसीलाई स्ट्राइक दिएको भए चाहिँ त्यो बेलामा चाहिँ चौका हान्दाखेरि पनि नेपाल चाहिँ सुपर ओभरमा पुग्ने टाइपको सिचुएसन हुन्थ्यो, हल्का प्रेसर घट्थ्यो। तर नेपालको टिम त्यति धेरै एक्सपिरियन्स पनि छैन, त्यति धेरै प्रेसर ह्यान्डल गर्न पनि सक्ने छैन, किन भन्दाखेरि वर्ल्ड क्रिकेटले जहिले पनि हामीलाई एउटा अन्डरडग टिमको रूपमा नै राखिरहेको छ, एउटा कमजोर टिमको रूपमा नै ठानिरहेको छ। र वर्ल्ड क्रिकेटले चाहिँ नेपालको टिमलाई चाहिँ फेरि नयाँ के अरे रूपमा चाहिँ चिन्यो। हिजोको म्याच पछाडि चाहिँ नेपालको टिमले पनि यस्तो इङ्ल्यान्ड जस्तो टिमलाई नै यति धेरै टोटल पनि चेज गर्न चाहिँ सक्छ भनेर। र नेपालले चाहिँ अब यो के अरे वर्ल्ड कपमा चाहिँ सुपर 8मा पुग्नलाई चाहिँ वेस्ट इन्डिजलाई हराउन पनि मस्ट सिचुएसन भएको छ र वेस्ट इन्डिजलाई नेपालले हराउन सक्छ पनि हिजो जस्तै प्रदर्शन भयो भने। र वाङखेडे स्टेडियममा नै हामीले खेल्दैछौँ म्याचेसहरू, अरू म्याचेसहरू पनि, त्यही भएर नेपाललाई सजिलो हुन्छ। र नेपालले यदि केही गरी साँच्चीकै वर्ल्ड कपको सुपर 8मा पुग्ने हो भने चाहिँ वेस्ट इन्डिजलाई, स्कटल्यान्ड, इटलीलाई हराउनु पर्यो। र अर्को म्याच रहेको छ इटलीसँग र नेपालले त्यसमा पनि यतिकै राम्रो पर्फर्मेन्स गरोस् र रन रेटलाई पनि इन्क्रिज गरोस् र वेस्ट इन्डिज जस्तो टिमलाई चाहिँ हटाएर चाहिँ आफू सुपर 8मा पुगेर चाहिँ यो वर्ल्ड क्रिकेटलाई चाहिँ फेरि हामी पनि एकदमै राम्रो क्रिकेट खेल्ने टिम हो भनेर चाहिँ प्रुभ गरेर देखाओस्। जहिले पनि के अरे राम्रो के अरे मन मात्रै जितेर भएन, रिजल्ट पनि आउनुपर्छ। त्यही भएर यो टिमलाई म क्रिटिसाइज गरिरहेको छैन। हिजोको पर्फर्मेन्स एकदमै राम्रो भएको थियो, तर मन जितेर चाहिँ नेपालको ऱ्याङ्किङ इम्प्रुभ पनि हुँदैन। नेपाललाई के अरे अरू टिम्सहरूले चाहिँ धेरै के अरे राम्रो नजरियाले हेर्दा पनि हेर्दैनन्, हराउन चाहिँ पर्छ, रिजल्ट चाहिँ चाहिन्छ। त्यही भएर वेस्ट इन्डिजलाई नेपालले हराओस् र त्यो पछाडि स्कटल्यान्डलाई र इटलीलाई पनि हराएर चाहिँ सुपर 8मा चाहिँ पुगोस् भन्ने मेरो प्रे हो। र वर्ल्ड कप चलिरहेको छ, फेरि नेपालको म्याच चाहिँ अब इटलीसँग रहेको छ, त्यो म्याचलाई चाहिँ कुर्नु होला। र हिजोको म्याच पछाडि चाहिँ वर्ल्ड क्रिकेटले चाहिँ साँच्चीकै नेपाललाई हेर्ने नजरिया चाहिँ बदलेको छ।